यो आइटीको जमानामा आइटीको प्रतिस्पर्धामा हामी विरुद्धको हमलामा पछि परेकै हो। त्यसलाई मेकअप गर्ने बाटोमा हामी अगाडि बढ्नुपर्नेछ। हामी बढ्छौँ। यसै कामले हाम्रा कमजोरीहरू मेकअप भए अथवा हुन्छन् भन्ने होइन। यो एउटा पाटो हो। यो हाम्रो बारे। हामी को हौं, के गर्दैछौँ भन्ने कुराको संक्षिप्त जानकारी नै यसमा सम्भव छ र त्यसलाई अध्यावधिक ढङ्गले निरन्तर प्रवाह गर्न यसबाट सम्भव छ। तर यो नै लडाईँको माध्यम हुँदैन, हुन सक्दैन, पुग्दैन यस्तो। त्यसकारण यसमा हामी अगाडि अरू कुराहरूका साथ बढ्नेछौँ। हाम्रो पंक्ति यसमा स्पष्ट हुनुपर्दछ र अप्ठ्याराहरू आउँछन्। अझै अप्ठ्यारोमा हामीलाई धकेल्ने प्रयासहरू भइरहेका छन्। सबै अप्ठ्याराहरूसँग जुझ्ने सामर्थ्य र त्यसबाट फेरि खडा हुने रिजिलियन्स, पुनर्जागरणको, पुनरुत्थानको त्यो हाम्रो परम्परा हो। त्यो सामर्थ्य हामीसँग छ। पुनर्जागरण, पुनरुत्थान। त्यस सन्दर्भमा यो एउटा संकेत मात्रै हो भन्ने कुरा म राख्न चाहन्छु। यसका निम्ति तयारीमा साथीहरूले मेहनत गर्नुभएको छ। म प्रचार विभागलाई धन्यवाद भन्न चाहन्छु, संलग्न साथीहरूलाई धन्यवाद भन्न चाहन्छु र यसबाट हामी सबैलाई फाइदा हुन्छ। सञ्चार जगतलाई पनि एमाले अहिले के गर्दैछ, कसो गर्दैछ, के भइरहेको छ, यी सबै कुराहरू बुझ्न आधिकारिक ढङ्गले यस माध्यमबाट सबैलाई सजिलो हुनेछ र पार्टी पंक्तिलाई पनि पार्टीका धेरै कुराहरूको जानकारी लिन र आफू कमसेकम इन्फर्मेसनको क्षेत्रमा आफ्ना ठाउँका कामहरू आदि दिनका लागि पनि आग्रह गर्छु म। अर्को म के भन्न चाहन्छु भने हाम्रो पार्टी कार्यकर्ता पंक्तिले आफ्नै ठाउँबाट हामीले हाम्रो समयमा के विकासका काम गरेका छौं, आफ्नै ठाउँबाट, आफू भएकै ठाउँबाट आफ्नो ठाउँमा के भएको छ त्यो कुरा कमसेकम दुईटा काम गरिदिए हुन्थ्यो। हामीलाई केन्द्रमा इन्फर्मेसन पनि पठाइदिने आफ्नो ठाउँमा के भएको छ, कमसेकम आफ्नो ठाउँमा के भएको छ। पुल बनेको छ, बाटो बनेको छ, झोलुङ्गे पुल बनेको छ, विद्यालय बनेको छ अथवा के बनेको छ। पुनरुत्थानका, पुनर्निर्माणका काम भूकम्पपछि हामीले के गर्यौं, कसरी गर्यौं, ती कुराहरू, अथवा विकास निर्माणका कामहरू हामीले के गर्यौं, ती कुराहरू आफ्नो फेसबुकमा फोटो खिचेर अपलोड गरेर यो यस ठाउँको म यहाँ उभिएको छु र यो ठाउँमा हामीले कृषि क्षेत्रमा यो हाम्रो सरकारको अगुवाईमा यो काम गरेका छौं, भूमि क्षेत्रमा यो काम गरेका छौं, यस क्षेत्रमा यो काम गरेको छौं, स्वास्थ्यको क्षेत्रमा यो काम गरेका छौं, यो अस्पताल बनेको छ आदि कुराहरू त फोटो खिचेर अपलोड त गर्न सकिन्छ। त्यो गर्नका लागि पनि म आह्वान गर्न चाहन्छु। ठुलो कुरै छैन। आफ्नै मोबाइलले आफ्ना ठाउँको भएको विकास निर्माण, हाम्रो पालामा हाम्रो नेतृत्वमा भएको विकास निर्माण खिचेर अपलोड गरिदियो भने त्यसले मान्छेलाई जानकारी हुन्छ, सबैतिर जानकारी पुग्छ आफ्नो ठाउँको विकास के भएको रहेछ, कुन ठाउँमा भन्ने। मान्छेले आफ्नो ठाउँको विकास त आफूले गरेको देख्छ, तर अर्को ठाउँमा के भएको छ थाहा छैन। त्यसो भएर अब हामीसँग जुन पिक्टोरियलहरू थिए, जुन रेकर्ड, जुन डेटाहरू थिए, ती पनि
जलाइए। अब हाम्रो कार्यालय पनि उस्तै ठाउँमा परेको, हामीले राखेका लाइब्रेरीमा पनि कहिले बाढी पर्छ लाइब्रेरी भत्ताभुङ्गा बनाइदिन्छ, कहिले आगो लगाउनेहरू पर्छ। अनि दुईटै उस्तै मूर्ख हुन्छन्, आगो पनि उस्तै मूर्ख हुन्छ, पानी पनि उस्तै मूर्ख हुन्छ। यो चाहिँ महत्त्वपूर्ण दस्तावेज भन्दैन। अब आगो लाउनेहरू त बुद्धि भएको भए देशमा आगो लाउन किन जान्थे? उनीहरू पनि उस्तै हो, उही लेभलका। त्यसो भएर आगो पानीको त जड धर्म हुनै हो। उनीहरूले विवेक प्रयोग गर्न, उनीहरूसँग मस्तिष्क छैन, विवेक प्रयोग गर्न सक्दैनन्। जोसँग मस्तिष्क छ उनीहरूको विवेक बाङ्गिएर जडवत भएको हुनाले, नृशंस भएको हुनाले आगो लगाउने काम भयो। नमस्कार सम्पूर्णमा। के तपाईँलाई प्रेसर, सुगर, थाइराइड, कोलेस्ट्रोल, ग्यास्ट्रिक लगायत विभिन्न पेट सम्बन्धी रोगहरूको समस्याले तपाईँ चिन्तित हुनुहुन्छ? यदि चिन्तित हुनुहुन्छ भने चिन्ता नलिनुहोस्। हाम्रै नेपालमा उत्पादन गरिएको पार्किया नेचुरल पाउडर आइसकेको छ। आजै सम्पर्क गरी स्वस्थ रहनुहोस्। धन्यवाद।